यो कविता मेरो अनुभव र प्रश्नबाट जन्मिएको हो। कसैले किन कविता लेख्छ मलाई साँच्चै थाहा छैन। सायद आफ्नो मन हल्का पार्न, गलानी पोख्न, सपना पूरा गर्न या समाजको कथा नै भन्न। त्यसैले म कविता कोर्छु र यो कवितालाई शीर्षक दिएको छु किन कोर्छु म। नमस्ते, मेरो नाम मोनस पिया। वेलकम टु वर्ड्स। थाहा छैन म कविता किन कोर्छु। मलाई साँच्चै थाहा छैन म कविता किन कोर्छु। सायद यो रङ्गहीन जिन्दगीलाई रङ्गीन बनाउन कविता कोर्छु कि म। तर साँच्चै मलाई थाहा छैन म कविता किन कोर्छु। न त ऊ मसँग बोल्छ नै, न त ऊ मसँग बोल्छ नै, न त उसले मलाई सुन्छ नै, तर पनि म लेख्छु। सायद उसले मलाई बीचमा कहिले टोक्दैन, मेरो भावना पोख्ने मसीलाई कहिले सुक्न दिँदैन, मेरो भावना पोख्ने मसीलाई कहिले सुक्न दिँदैन। विशाल आकाश सरह ती पानाहरूमा म मेरा टुटेका शब्दहरू ताराहरू झैँ पुखाउँदा पनि उसले मेरो सोचको चन्द्रमामा कहिले ग्रहण लाग्न दिँदैन, कहिले ग्रहण लाग्न दिँदैन। सायद त्यसैले म कविता कोर्छु। माटोमा पानी सोसिए झैँ मैले देखेको छु त्यो पानाहरूमा मेरा आँसुहरू पनि सोसिँदै गएको, आँसुहरू पनि सोसिँदै गएको। सायद त्यसैले म मेरो कवितामा शब्दहरूको तिर्खा मेट्छु। तर साँच्चै मलाई थाहा छैन म कविता किन कोर्छु। जिन्दगीका कयौं प्रश्नहरूको उत्तर पाउँदिन म, जिन्दगीका कयौं प्रश्नहरूको उत्तर पाउँदिन म। ती प्रश्नहरूको उत्तर भने म मेरो कवितामा खोजिरहन्छु। सबैले भन्छन् सबैको समय आउँछ रे, तर जति पर्खे पनि यो समय आउँदैन त। सायद त्यसैले म कविता कोर्छु। जहाँ म ती समयभन्दा अगाडि नै समयमै पुग्छु, जहाँ म ती समयभन्दा अगाडि नै समयमै पुग्छु। तर साँच्चै मलाई थाहा छैन म कविता किन कोर्छु। मृत्युसँग डर लाग्दैन मलाई, मृत्युसँग डर लाग्दैन मलाई। तर मर्नु अगाडि सपना मर्छ रे, तर मर्नु अगाडि सपना मर्छ रे। मृत्यु अघि नै ती सपनाहरू पूरा गर्न म कविता कोर्छु। दुई मुट्ठी माटोले छाती ढाक्नु अघि नै, दुई मुट्ठी माटोले छाती ढाक्नु अघि नै, मृत्युको चिसो बाँसले मलाई गाँधमा चढाउनु अघि नै म मेरो सपनामा माटोको घर बनाउँछु, म मेरो सपनामा माटोको घर बनाउँछु। त्यसैले मेरो कविताको छातीमा ती बाँसलाई माटोको घरमा बास्ती टेको दिन्छु। सायद त्यसैले म कविता कोर्छु। दिनहुँ यो जीवन चक्रव्यूहमा डढाई घुटी बाँच्छु म। अनि राति ती सपनाहरूलाई चक्रव्यूहबाट निकाली कवितामा सास फेर्छु म। सायद त्यसैले कविता कोर्छु म। तर साँच्चै मलाई थाहा छैन म कविता किन कोर्छु। तर साँच्चै मलाई थाहा छैन म कविता किन कोर्छु। बाटोमा हिँड्दा उसलाई देख्छु म, बाटोमा हिँड्दा उसलाई देख्छु म, तर उसको आँखामा हेर्न सक्दिनँ। म बोल्नेको त परै जाओस् कुरा, आफ्नो कवितामा उसको आँखाको बारेमा बयान गर्दै लेख्दै लाज मान्छु म। उसलाई यो कुरा के थाहा। सायद त्यसैले म मेरो कवितामा उसँग नयनमा नयन मिलाउँछु। तर साँच्चै मलाई थाहा छैन म कविता किन कोर्छु।
तर साँच्चै मलाई थाहा छैन म कविता किन कोर्छु। भगवान मान्दिनँ म भनेर सबैको अगाडि धाक त देखाउँछु। भगवान मान्दिनँ म भनेर सबैको अगाडि धाक त देखाउँछु, तर मनै भने मानिरहेको हुन्छु। त्यसैले आफ्नो कवितामा सुटुक्क भगवानलाई प्रार्थना गर्छु। भगवानलाई प्रार्थना गर्छु। सायद त्यसैले म मेरो कवितामा मन्दिरको स्थापना गर्छु। मन्दिरको स्थापना गर्छु। त्यही मन्दिरको छेउमा माग्नेहरूलाई देख्छु। त्यही मन्दिरको छेउमा माग्नेहरूलाई देख्छु। माग्दै गरेको डढेको फुटेको हातहरूलाई हेर्छु। जहाँ उनीहरूको सपना त्यही नङभित्रको फोहर कालो भएर जम्मा भइसकेको देख्छु। प्रचण्ड घाममा पनि ती आँखाहरू भिजेको देख्छु। ती आँखाहरू भिजेको देख्छु। अनि म मेरो खल्ती छाम्छु। तर उनीहरूको रहर भोक मेटाउन दिन मसँग केही हुँदैन। उनीहरूको सपना सरह मेरो रित्तो खल्ती झैँ ती रित्तो भाग्यलाई हेर्दै म बाटो काट्छु। अनि मेरो नजरबाट तिनीहरू विलीन त हुन्छन्, तर मेरो मस्तिष्कबाट हुँदैन। घरतर्फ आउँदाको आत्मग्लानीले मेरो मनमा प्रवेश गर्छ। सोच्छु, आत्मा नभइदिएको भए सायद ग्लानी पनि हुँदैनथ्यो होला। रातभरि यो आत्मा पोलिरहन्छ। अनि त्यही पोलिरहेको आत्माले आफ्नो जलन शब्दमा सेलाउँछु। आफ्नो पश्चाताप कवितामा ग्लानीले भर्छु। सायद त्यसैले होला म कविता कोर्छु। घर आइपुग्दा आमाले सोध्नुहुन्छ, कस्तो भयो आजको दिन? म भन्न सक्दिनँ। आजको दिन रात जस्तो अँध्यारो थियो आमा। अनि अँध्यारो कोठामा त्यो रात कटाउन म काट्न थाल्छु मेरा शब्दहरू आफ्नो कवितामा ती गएका दिनहरूलाई बिर्सन। सायद त्यसैले म कविता कोर्छु। एक्कासी बुवाले सोध्नुहुन्छ, के गर्दैछस् है आजभोलि? के गर्दैछस् त आजभोलि? कहिले बन्छस् समाजको कर्णधार? म केही बोल्न सक्दिनँ। खै कुन्नी बुवासँग सानैदेखि डर लाग्ने। भन्न मन लाग्छ, ए बुवा, तपाईसँग डर होइन, तपाईँको अँगालोमा आउन मन लाग्छ। जुन दिन तपाईँको हातमा हात समाती नडराई ए बुवा आज तपाईँको इष्टकोट लगाए है भन्न सक्छु, सायद त्यो दिन समाजको एउटा निडर कर्णधार बन्नेछु। तर बुवाको अगाडि एक चुइक्क मेरो बोली फुट्दैन। त्यसैले बुवासँग कहिले नछुट्टिने गरी अँगालो म मेरो कवितामा बाँध्छु। बुवाको रङ्गी बिरङ्गी कोट लगाई काँधमा काँध राखी आफ्नो कवितामा आमालाई फोटो खिच्न पठाउँछु। सायद त्यसैले म कविता कोर्छु। तर मलाई साँच्चै थाहा छैन म कविता किन कोर्छु। आमा बुवाको माया सरी मेरो कविता कहिले बुढी हुँदैन। त्यसैले म मेरो कवितामा मलाई जीवन दिने ती आमा बुवालाई कहिले पनि घोडा दुख्न दिदिन।
त्यसैले म मेरो कवितामा आमा बुवासँग अहिले पनि घोडा घोडी खेल्छु। सायद त्यसैले होला म कविता कोर्छु। सायद त्यसैले होला म कविता कोर्छु। थाहा छैन कविता कोर्न किन जरुरी छ। थाहा छैन यी भावहरू पोख्न किन जरुरी छ। एक दिन जलेर त जाने हो, एक दिन जलेर त जाने हो, एक दिन माटोमै समेटिने हो। तर मैले लेखेका मेरा सोच, मेरा विचार, मेरा खुसी, मेरा वेदनाहरू फर्केर कसैको जिन्दगीमा ठोकिएला हावा हुरी वर्षा सरह गर्छु म त्यो कल्पना। गर्छु म कल्पना कि एक दिन, गर्छु म कल्पना कि एक दिन माकुराको जालो झैँ निकालिदेलान् मेरा तस्बिर त्यो भित्ताबाट, निकालिदेलान् मेरा तस्बिर त्यो भित्ताबाट। तर मेरा यी रचनाहरू कसैको किताबको बीचमा बसिरहलान् कि मयूरसँग मिलेर। सायद त्यसैले खरानी बन्नु अघि म कविता कोर्छु। माकुराको जालो आफ्नो कवितामा बुन्छु, माकुराको जालो आफ्नो कवितामा बुन्छु। मेरो जीवनको सुरुवात कोख, मेरो जीवनको सुरुवात कोख, तर अन्त्य भने सायद कविता नै हुनेछ। तर अन्त्य भने सायद कविता नै हुनेछ। जहाँ म सबै हुँ, एक पात्र हुँ, सबै जनको म एक पात्र हुँ। त्यो मन्दिरमा माग्नेदेखिन् महलको राजा, त्यो मन्दिरमा माग्नेदेखिन् महलको राजा, 50 डिग्रीमा पसिना चुहाएर अर्काको लागि महल बनाउने हामी एक नेपाली युवा, हामी एक नेपाली युवा। भ्रष्टाचारले हाम्रो देशको शान, भ्रष्टाचारले हाम्रो देशको शान, ती किसानहरू विदेशमा गई माझ्नु पर्ने ती राजाका फाँडा खुँडा, बेचिएका चेली बेटीहरूको व्यथा। म यो सबै हुँ, म यो सबै हुँ। पसिना हुँ, म त्यो रोदन हुँ, म त्यो वेदना हुँ, म त्यो गुहार पनि हुँ। म मेरो कवितामा ती पसिनाहरू बग्नबाट रोक्छु, ती आँसुहरू पुछिरहन्छु, ती आँसुहरू पुछिरहन्छु, ती गुहारका ढोकाहरू ठकठकाइरहन्छु। सायद त्यसैले म कविता कोर्छु। हातमा डिग्री भएर पनि बाध्यता, हातमा डिग्री भएर पनि बाध्यता, बन्दुक समाउनु पर्ने नेताको गुन्डा, अनि मारिनु पर्ने ती निर्कुंश नेताहरूको स्वार्थ पुरा हुँदा, अनि मारिनु पर्ने ती निर्कुंश नेताहरूको स्वार्थ पुरा हुँदा। महिनावारी हुँदा छौपडीमा मलाई लत्तार्दै खोक्राउँदै त्यो खोरमा राखेर सर्पले डसाएर मारिने म एउटा दार्चुलाको रक्तम्य कथा। मै सबै हुँ, त्यो बन्दुकलाई कलम अनि त्यो खोरलाई विद्यालय बनाउँछु म मेरो कवितामा, अनि त्यो खोरलाई विद्यालय बनाउँछु म मेरो कवितामा। त्यसैले कविता कोर्छु म। सायद त्यसैले कवितामा सबैको आवाज बन्छु म। सयौं थुङ्गा फुलका हामी, तर टुटिएका यी मालाहरूलाई म मेरो कवितामा गाँस्छु, सायद 4 जात 36 वर्णको साझा फुलबारीलाई म मेरो कवितामा एकीकरण गर्छु। त्यसैले होला म कविता गर्छु। सपना म र मेरो कविताको कहिले नछुट्टियोस् हिमाल पहाड तराई, कहिले नछुट्टियोस् हिमाल पहाड तराई। म मरे पनि रहिरहोस् मेरो देश, मेरो कविता, मेरो सम्पदा र सार्वभौममा फैलिएका मेरा दिदी बहिनी र दाजुभाइहरूलाई, मेरा दिदी बहिनी र दाजुभाइहरूलाई। Thank you for watching. I'll see you in the next episode of Words.